नेपाली साहित्यका आदिकवि हुनको समय संस्कृति उर्दू हिन्दी भाषामा मात्र साहित्य रचना गरिन्थ्यो। त्यो सगरमाथा उठाउन सफल भएकी छिन् र फर्किँदै आउने क्रममा त्यही दिनै फर्किएको जान्छ, जसले मानिसको दिमागलाई सोझै असर पुर्याउँछ। यस्तो तस्बिरलाई लागेको उदाहरणबाट अन्धविश्वास हो भन्ने पनि प्रश्न हुन्छ, किनभने उनले के भन्नु भने कृषकले के भन्नु सानो उमेरमा विवाह गर्दा पुण्य पाइन्छ, यो एउटा अन्धविश्वास हो। अनि अर्को बाल विवाह पनि यो उदाहरणबाट प्रश्न हुन्छ। पहिलो विवाह चाहिँ 10 वर्षमा नानीलाई पानीको प्रयोग भएको छ। बारे चर्चा गर्छु। विपद भनेको कुनै पनि स्थान आपतकालीन अवस्था सिर्जना भई जनधनको क्षतिको आधारमा मानिन्छ, जस्तै दसैँ